25 को पहिलो दिनको सुरुवात जताततै न्यू इयर सेलिब्रेसनको पोस्टरहरू हेरेर भयो। टाउको नुहाएपछि खाना खाएर म लाग्छु भैँसीपाटी ग्राउन्डमा। मेरो सपोर्टिभ फ्रेन्डहरूले जापानबाट मलाई फुटबल बुट पठाइदिएका थिए। आजको दिन यो जुत्ताको उद्घाटन हुन्छ। मजाले फुटबल खेलिसकेपछि घर फर्किँदा अचानक मेरो घरमा न्यू इयर सेलिब्रेसन गर्दिन त भनेर प्लान बन्छ। 2025 लाई वेलकम गर्दै आगो बालेर नाच्दै खाँदै गाउँदै यो दिनको अन्त्य हुन्छ र धन्यवाद।